अब हर खाँची जाने कहाँबाट हो यता कहाँ रे यही हो हामी त उता बुटोलबाट सन्धिखरको यही हो ए ल ल होइन होइन So what's up beautiful people and welcome back to my another vlog. आज चाहिँ हामी सन्धिखरको बजारबाट भिडियो स्टार्ट गर्दै हो बुटोलबाट आएको धेरै भएको छैन अघि भर्खरै अब यहाँ भ्यू टावर निस्क्यौँ भनेर निस्केको एकछिन साँझ या भोलि फर्किहाल्ने त्यही भएर यसो फर्स्ट टाइम हो म यहाँ त्यही भएर भ्यू टावरसम्म निस्क्यौँ भनेर निस्केको के अरे हेरौँ के हुन्छ बाटै थाहा छैन गाडीमा आएको बाइकमा आएको भने सजिलो हुन्थ्यो कता हो बाटो पिस छ केटा पिस छ सन्धिखरको बवाल छ बवाल शीतल छ आनन्द छ दसैँको चहल पहल सुरु भयो जस्तो छ यहाँ ल अब बाटो कता छ खोजौँ त्यही अनुसार निस्किौँ न अब ल केटा यहाँ भ्यू टावर जाने भनेर निस्केको हिँड्दै हिँड्दै गर्ने भइसक्यो बाटै थाहा छैन अब कहाँबाट निस्किने सोध्दै जानुपर्ने हुन्छ कतादेखि जान्छ थाहा छैन यहीँदेखि होला अब यस्तो गल्ली गल्लीबाट हिँड्नुपर्छ अब हामीलाई सायद घरको साइडबाट भनेपछि यहीँदेखि होला जताबाट नि हामी डेस्टिनेसनमै पुग्न छ केटा यो भनेको हाइकिङ हाइकिङ हामी सन्धिखरकोमा हाइकिङ गर्दै साँप होला मेरो यस्तोमा साँप भेट्दैला आइयो एउटा हिस्सा लिएर आएको भए घाँस काटेर बस ल यो चाहिँ हाम्रो सन्धिखरको बजार बवाल छ दामी छ जे होस् मिलेको गाउँ यहाँबाट हेर्दा सम्म छ तर त्यहाँ गएपछि हल्का तलमाथि ओह्रालो छ है बजार त्यति थाहा छैन मलाई फर्स्ट टाइम अब कहाँ के छ कस्तो छ भन्ने कुरा एक दिन आएर बसेर सबै कुरा थाहा पनि हुन्न यसो माथिदेखि भ्यू हेर्दै मन त भ्यू टावरसम्म निस्किन थालेको भ्यू टावर छ भन्ने पनि थाहा छैन कहाँनिर थियो यार उताबाट देखेको थियो अनि त्यहाँसम्म जाम भनेर अब एक्लै निस्किँदै भ्यू टावरसम्म हेरौँ हो भयो हिँड्नै सकिन छोडेको केटा यो बाइकमा हिँड्ने बानी लास्ट नराम्रो यार अकै लागिहाल्छ कि थोरै पनि हिँड्न सकिन्न हुक्का खानु भएन है केटा धेरै हुक्का खानु भएन हुक्का खाएर यो सब भएको नाइन यस्तो हुन्थेन ट्याक्कै गाउँमा गए जस्तै भयो यार अहिले त बाबा यस्तो मजाले एक्लै हिँड्नु पर्यो ऐसेलहरू पाकेर हिँड्छ नाइन ऐसेल खास जानुहुन्थ्यो अहिले सिजन के को छ तल सोधेको त्यहाँ बाटो आउँछ त्यो बाटो सिधै जानु भन्नुभएको थियो अब यो बाटो हो कि नै हेरौँ हेर्दै जाम के हुन्छ माथिसम्म सायद हामी हाम्रो डेस्टिनेसनमा अभियसली पुग्छौँ एक्लै पागल चाहिँ कराउँदै हिँड्दै हो जहाँ पनि अब चलपल हान्नुपर्छ केटा एक्लै भयो भने बिहान त्यस्तै हो हाइटमा अब एक्लै बोल्दै भ्लग बनाउन लाज लगाइहाल्यो बनाएन त्यसमाथि यो हाइटमा हिँड्ने गाडीमा हिँड्ने बानी बिग्रेदेखि 5 किलोमिटर हिँड्यो कि बमिट होला जस्तो हुन्छ म त पुरै आँखा चिम्म गरेर आएको उहीँदेखि नै त्यसमाथि पानी परेको गाडीको भित्र सब पानी पसेर बिजोग छ गाडीमा चढ्नै हुन्न कि बमिट आउला जस्तो भइहाल्छ टाउको दुख्ने बानी नै बिग्रिसक्यो त्यस्तो लङ टुरहरूमा गाडीमा त्यस्तो हिँडेको छैन त्यही भएर पनि होला त्यसमाथि अब हाइटमा झन् उब्बो टाउको दुख्छ कि त्यही भएर ल हामी चाहिँ अब भ्यू टावरमा आइपुग्नु थाल्यो होला ल हामी चाहिँ भ्यू पोइन्टको नजिक आइसक्यो यहाँबाटै हाम्रो सन्धिखरको बजार यस्तो बवाल देखिन्छ ठ्याक्कै यहाँबाट हेर्दा कस्तोसम्म देखिन्छ तर हल्का टाढो रहेछ क्या घरहरू त्यही भएर तल माथि छ हाम्रो भ्यू टावर यहाँनिर छ यहाँ चाहिँ के को कार्यालय रहेछ आजदेखि खुल्या छ कस्तो बवाल साउन्ड आइरहेको किराहरूको पिस के पिस यहाँ पिच भएको रहेछ कि आउने बाटो रहेछ अब हामी त फर्स्ट टाइम हो कहाँदेखि आउनु थाल्यो होइन हामी यतादेखि घुमेर आयो बाटो यतादेखि रहेछ कि डाइरेक्ट हल्का पानी आउनु थाल्यो हातमा हल्का पानी पऱ्यो
सन्धि खर्क नगरपालिका यहाँ रहेछ त। अब हेरौँ भ्यू पोइन्टमा गेट सेट खुल्ला कि नै, टिकट काट्नुपर्छ कि नै थाहा छैन। सन्धि खर्क नगरपालिका 2 नम्बर वडा कार्यालय रहेछ। यतै सन्धि खर्कतिर बिहे भएछ नि बिहे दर्ता गराउन जानु पर्ला। यतै हुन्छ कि नै थाहा छैन। यहाँ तोडफोड भएको रहेछ यार, हल्का तोडफोड भएको यहाँ पनि, आगो सागो लागेको रहेछ। त्यस्तो साह्रो त भएको छैन। दिवस आजबाट खुलिया रहेछ, यहाँ गेटहरू खुलिया, सायद रिपेयरिङ हुँदै होला भित्र। चेन्जीको आन्दोलनले बिजोग बनायो सबैतिर, सब बन्द भयो। त्यताबाट नि सरकारी कर्मचारीलाई फाइदा हो। नजिकै छ भ्यू टावर, यहीँसम्म गएर फर्किने आज। ल केटा हो, सन्धि खर्कदेखि को छौ, भिडियो हेर्दैछौ भने कमेन्ट गरिदेऊ। अलिअलि मलाई पनि माया गरिदेऊ। के भन्नु, म दुखी गरिबले। गर्मी भयो, पिच गरे रहेछ उकालो छ बाटो। अब कहाँ जाने थाहा छैन, यहाँबाट कहाँ निस्किन्छ के गर्छ केही पनि थाहा छैन। हेरौँ अब बजार, हाम्रो सन्धि खर्कको बजार 2-3 पटक आएको, तर थाहै छैन कि यहाँनिर कता कता के छ भन्ने कुरा। हेरौँ अब बिस्तारै बिस्तारै थाहा हुन्छ सबै कुरा। लगेर फ्रुटी खाएर हल्का स्ट्यामिना बढाएर म बोल्छु, धेरै बोल्न चाहेन। भ्यू टावर आएको, गेट लगाएको, खुल्छ कि नै थाहा छैन। यहाँबाट हेर्दा यस्तो सम्म देखिन्छ, तर पुरै उकालोकै घुम्दै आउँदाखेरि 10-15 मिनट लागिसक्यो। अब हेरौँ के हुन्छ। भ्यू टावरमा यो गेट त खुल्लै छ, जान मिल्छ ल। अब चाहिँ म फ्रुटी खाएर मेरो स्ट्यामिना बढाएर बोल्छु है। बाई बाई। एकछिनलाई फेरि, धेरै बेर होइन। कहाँबाट जाने हो त? कहाँबाट जाने हो? गेट लगाएको केटा, भ्यू पोइन्ट जाने भनेको जान पाइएन, चाँपी लगाएको। ब्याड लक, ब्याड लक भयो। ल केटा हो, यहीँ यो सन्धि खर्क बजार चाहिँ अब भ्यू टावर आउँछु भनेर आएको हो। यहाँनिर चाहिँ चाँपी लागेको रहेछ। अब सायद आन्दोलनले गर्दा होला, तोडफोड हुन्छ भनेर चाँपी लागेको छ। अब यही साइडबाट भए पनि यहाँको भ्यू हेरिदिउँ। अब यहाँको बारेमा मलाई त्यस्तो थाहा छैन, सन्धि खर्कको बारेमा। पहिला पनि 1-2 पटक त आएको, त्यस्तो घुम्न पाएको छैन। आज पनि यस्तो रुमबाट बाहिर निस्केको, अनि यस्तो भ्यू टावर देखेर निस्किन्छ भनेर आएको। यहाँ बन्द रहेछ, ब्याड लक भनिदिउँ के भनिदिउँ, त्यही हो। अब यहाँको त अरू के नै भन्नु हो र, यहाँको बारेमा त्यस्तो थाहा छैन मलाई। अब 1-2 पटक आएको, त्यही हो। पहिला त आएर, अहिले त घुमेको, पहिला त आएर सिधै यहाँबाट गुल्मीको लागि निस्केर गयो। त्यही हो केटा, अरू त के नै भन्नु छ र। अब एकपल्ट राम्रोसँग राखा चाहिँ घुम्न आउनु पर्ने हुन्छ। त्यही हो, यताबाट गाडी आउँदो रहेछ केटा। ल यहाँबाट फर्किनु पऱ्यो अब। ल केटा, भ्यू टावरबाट भ्यू हेर्न पाइएन, अब के गर्ने। अब आई खप्पर, म चाहिँ फर्किसकेँ अब। यहाँबाट खाजा खान निस्केर अनि हेरौँ के हुन्छ। आज बुटोल फर्किने कि बस्ने भन्ने कुराको डिसिजन त्यसपछि थाहा हुन्छ। थाहा छैन अब के हुन्छ। गाडी त पाउँछ जानलाई, अब यता काम भइन्छ कि नै, त्यही अनुसार फर्किनु पर्ने हुन्छ। भ्यू टावर बन्द रहेछ यार केटा, नामको मात्र भ्यू टावर रहेछ। बिजोग भयो, यत्रो उकालो हिँड्दै आएको खेर गयो। त्यही पनि केही छैन, हल्का हल्का भ्यू हेऱ्यो, फोटोसोटो खिच्यो, भिडियो बनाइयो, त्यही नै हो। अस्तिको आन्दोलनले यहाँ पनि तोडफोड भएछ। दाइ अस्ति यहाँ तोडफोड भयो कि नै? यहाँ पनि तोडफोड भएछ केटा अस्ति, सानोतिनो, धेरै भए होइन। सिसा फुटेछ, आगो त लागेर हिँड्छ भित्र। ए लागेर रहेछ, तोडफोड भएछ यहाँ पनि। सन्धि खर्क है, यो त वडा कार्यालय रहेछ, म त नगरपालिका भनेको। तोडफोड भएछ यहाँ पनि, सानोतिनो खुलेको छ। आज रिपेयर हुँदै होला सायद, सफा हुँदैछ। फेरि पहिला जस्तै त बन्न थालेको छ। हेरौँ के हुन्छ। राइडर केटाहरूको छुट्टै चहलपहल छ। फेरि धेरै कुदाउनु भएन केटा हो, ज्यानको माया गर्नुपर्छ। घरमा आमाले कुरेर बस्या हुन्छन्, आज सुस्त हिँडे, भोलि अर्को नयाँ बाइक आउँछ, त्यही भएर राइड सेफ केटा। अरू त के नै भन्नु छ र। अब धेरै बोल्यो भने फेरि मै नराम्रो हुन्छ, अरू त केही भन्दैन, त्यति नै हो। बेलौती पाक्नु थालेछ केटा हो यतातिर। बुटोलतिर त पाकिसकेको थियो, 1-2टा चोरेर खाएको थिएँ। यतातिर चाहिँ भर्खर पाक्दैछ जस्तो छ, फल्या छ होला अलिअलि। त्यही हो, अरू त के नै भन्नु छ र। हल्का पानी पर्ला जस्तो भएको थियो, पानी त परेको छैन, घाम पनि लागेको छैन, तर हल्का फुल्का गर्मी रहेछ यतातिर पनि। चिसो छ जस्तो लाग्थ्यो, तर गर्मी रहेछ यार सन्धि खर्कमा त। घाम नि लागेको छैन,
पुरै बादल लागेको छ पानी आउला जस्तो, त्यही पनि गर्मी भइरहेको यार। हुन त हिँडेर पनि होला, यस्तो उकालो हिँड्दा त्यसै पसिना आइहाल्छ नि, अरू त के नै हेर्नु। यो वरिपरि डाँडो रहेछ, ठ्याक्क बिचमा बजार रहेछ क्या यहाँको पनि। बजार ठ्याक्क मिलेको बजार रहेछ यहाँनिर। हामीलाई चाहिँ बुटोलबाट तमघास जानु र तमघासबाट सन्धिखर्क आउनु एउटै पर्दो रहेछ क्या टाइम, अनि किलोमिटर पनि अघि गाडीमा सोधेको एउटै छ भन्ने हुनुहुन्थ्यो। जे होस्, उता पनि 3-4 घन्टामा पुगिन्छ, यता पनि बिहान 6 बजे हिँडेको 10 बजे आइपुगेको थियो अघि। बाटोमा त हरेक ठुलो पानी आएको थियो यार, अघि त गाडीको सिसाबाट पानी छेर म त आधी त रुजेको थियो होला, बिजोग भएको थियो अघि त एकछिन त। अस्ति बाइकमा यतैको बाटो आएको, बाइक बिग्रेर यस्तो टेन्सन भएको थियो। त्यही पनि आफ्नो बाइक नलिकन आएको, अरूको बाइक लिएर आएको। 11 बजे हिँडेको, साँझ घर पुग्दा त कति 8-9 बजेको थियो होला, रात परेको थियो। स्टार्टै नभएर त्यसैमाथि त्यो दिन के थियो, बन्द थियो कि शनिबार थियो, अनि पेट्रोल पनि नपाएर बल्ल बल्ल घरसम्म पुगेको थियो। त्यही भएर आज गाडीमा आएको केटा। बाइक त लिएर आउने, बिग्रियो भने झ्याउ हुन्छ कि बाइकमा एक्लै फेरि। अनि त्यसमाथि अहिले पानी परिरहेको नि त, बर्खा सुरु भयो, पानी परेको बेला त्यस्तै हो, बाइकमा हिँड्नु अलिक डेन्जरै हुन्छ। अब इमर्जेन्सी केसहरू पऱ्यो भने त ठिकै हो, नआयो भने त गाडीमा हिँड्दै। तर फर्स्ट टाइम गाडीमा हिँडेको यस्तो टाउको दुखेको थियो यार, कति धेरै टाइम पछि हो कि गाडीमा हिँडेको, धेरै जस्तो बाइकमा हिँड्छु, गाडीमा आएको टाउको दुखेर बमिट होला जस्तो भएको थियो यार। बानी नै बिग्रिसकेछ कि गाडीमा हिँड्ने त, अब भन्दा ठुलो कुरा गरे जस्तो होला। यस्तो छ यहाँको बाटो। चप्पल लाएर हिँडिरहेको केटा म त। चप्पल नि सानोतिनो होइन, 1200को चप्पल यार। एक जोड जुत्ता आउँथ्यो होला यार चप्पल किन्ने पैसाले। कपाल चिलायो कपाल। हामी चाहिँ माथि पहाड छोडेर बजारतिर आइसक्यो। अब अघिबाट हिँडेको कहिले त बिर्सेछु मैले। तिहार सुरु भयो जस्तो छ कुकुरहरू। सन्धिखर्कमा तिहार सुरु भएछ, डर लाग्ने यार, टोक्छन् कि हामी। ह्याप्पी कुकुर तिहार कुकुरलाई। कसले मलाई ह्याप्पी कुकुर तिहार भन्दा। यो सन्धिखर्कमा मस्जिद पनि रहेछ केटा। के हो यो, अल्लाह मस्जिद पनि रहेछ फाइनल्ली। अब भित्र जाँदा हामी मिल्दैन होला। त्यही हो, अब चाहिँ हामी जान्छौँ कहाँ भन्दा रुममा जाँदै हो। आबैहरू आउँदै हुनुहुन्छ यताबाट। आबै हर खाँची जाने कहाँबाट हो? यता कहाँ अरे? यही हो। हामी त उता बुटोलबाट। सन्धिखर्कै हो। ए ल ल होइन होइन, गाली गर्छन् यार केटा। हात्तेरी यार, प्र्याङ्क गर्न र गाली खाइयो सानोतिनो, केही छैन रमाइ त। पागल हो। ल सन्धिखर्क बजारमा प्रवेश गरियो केटा हो। त खोला रहेछ, ठ्याक्कै यहाँ पुल छ, ऊ त्यहाँ रहेछ त्यो त्यहाँको। अरू त के भन्नु, भन्न त धेरै थियो, बोल्नै आउन्न केटा। यो के हो, यो भाइरल प्लेस हो क्या, सबजनाले टिकटक बनाइराख्नु भयो। म पनि भाइरल हुम्लै केटा, यहाँ भिडियो बनाएर। भाइरल ठाउँ जस्तो छ यार, टिकटक मात्र भन्दा। एक्सट्रिमको एडभर्टाइज गर्दै सानोतिनो स्टामिना बढाउँदै। अरू त के नै भन्नु छ र केटा, यहाँ मान्छे मात्रै छन्, बोल्न यस्तो अड्लाइरह। के बोल्ने हो कहाँ हो थाहा नै छैन। हावातालमा हिँड्यो, कहाँ हो शान्ति बगैँचा अरे यहाँनिर चाहिँ। बगैँचा कहाँ छ? आज मामाहरू देखेका छन् त यहाँनिर त। आजबाट मामाहरू फिल्डमा आउनु भएछ। नराम्रो भने होइन, मामा भने राम्रो हुन्छ।
ल ठ्याक्क खाजा खाइयो ल केटा फाइनल्ली म त भित्र थिएँ बाहिर आउँदा त पुरै पानी परेर रहेछ त अहिले त सब यस्तो भयो यसो बाहिरतिर फ्रेस हुन भनेर निस्केको अहिले त शीतल भएछ र पानी पर्ला जस्तो भएको थियो परेको थिएन अहिले त पानी परेछ र कहाँ छु के गरेछु केही थाहा छैन मलाई म गन्तव्यविहीन यात्रामा छु केटा हो हेर्दै गर म अगाडि ल केटा यो सन्धिखर्कको भक्तिटोल भन्ने खोज्दै हिँड्यो हो कता हो थाहै छैन भक्तिटोल भन्ने ठाउँ खोज्दै हिँड्यो अब भेट्ने छैन कता हो यसो क्याफे जाऊँ भनेर निस्क्या हो तर एउटा क्याफे भेटेको छैन मैले यहाँनिर कहाँ हो यार भिजक भयो केटा भिजक भयो केही त थाहा छैन यहाँको बारे न गुगल म्यापमा भेटिन्छ अघि भित्र बसेको बाहिर आउँदा त पानी आएर चाहिँ केही पनि नथाहा भएको मैले त कता हो केही थाहा नभएपछि यत्तिको गाह्रो हुन्छ त्यसमाथि गाडीमा आएको बाइक छैन हिँड्नु परेको छ बिहानदेखि हिँड्दै खोजेको चाहिँ केही भेट्या छैन यहाँनिर स्टेसन स्टप क्याफेनिर हो अब बोल्नु त के बोल्नु मान्छे देखेपछि डर लाग्छ बोल्नलाई यस्तो चाहिँ केटा हो हुक्का खाना आएको अब कति बेला आउने हो चिच्चाएर बोल्न डर लाग्छ हुक्का खाएको देखाउँछ है बाई बाई सन्धिखर्क म चाहिँ अब यहाँ जिप पार्क गएर गाडी चढेर बुटोलको लागि फर्किँला हो बाई बाई सी यू इन द नेक्स्ट ब्लग सब्सक्राइब गरिदिनु होला बाई बाई अरू केही भन्न चाहेन मैले